म भन्ने मैले मौका पाएँ भन्छु। अब काठी कुरा के हो भन्दा स्वाधीनता भन्दा देशभन्दा ठुलो हुँदैन विकास हैन। सुनको पिँजडामा राखेको सुगा है जस्तो देश बन्नु छैन। सुनको हो तर पिँजडा त हो हैन। हामीलाई स्वाधीनता सहितको विकास चाहिन्छ। स्वाधीनता सहितको विकास यदि हामीले चाहने हो भने हामी आफै काम गरेर खान्छु भन्ने जागरण ल्याउनुपर्छ। परिवर्तन भनेको तपाईले मलाई हैन एक झोला परिवर्तन लिएर दिने गिफ्टमा आउने भन्ने कुरा होइन। परिवर्तन भनेको यहाँबाट आउँछ है। जब यहाँनिर नेपाल रहन्छ नि अनि मात्रै यहाँनिर परिवर्तन आउँछ फेरि। यहाँ देश अनि यहाँ परिवर्तनको सोच आइसकेपछि बल्ल परिवर्तन आउँछ। त्यो चिज हो श्रम संस्कृति।